नमस्ते सबैजनालाई। आज हाम्रो खुकुरी बारमा नागया सिस्टरहरूले आयोजना गरेको होली प्रोग्राम अब हामी स्टार्ट गर्नु सबैजना आउनु होला। हामी स्टार्ट गर्दैछौँ। हामी चाहिँ अब सबैजनाको वेटिङमा। आज चाहिँ खत्रै हुने होला के हुन्छ चाहिँ मेरो भ्लग भित्र लाउँछ अहिले यहाँ हावा आइरहेको भेटिरहेको छ। ल के भन्न चाहनुहुन्छ भन्नु ल है अब हाम्रो यहाँ प्रोग्राम स्टार्ट हुने बेला भयो। सबैजना आइदिनुहोस्, रमाइलो गर्नुपर्छ। अब हामीले अब खत्रै हुन्छ हाम्रो। के छ आज विशेष आकर्षक? आज चाहिँ कलर सलर लाउने यस्तो भोलिको फुडहरू छ हामीसँग, स्पेस ड्रिङ्कहरू छ। अब यसो रमाइलो गर्ने हो सबजनालाई। वेलकम भाइ त सबैजनालाई धन्यवाद। मेरो फोन दाइको भ्लग स्टार्ट भयो है। हाम्रो दाइको भ्लग आयो, सबजनाले सब्सक्राइब गरिदिनु होला। त्यसको लागि होली मनाउन आउनुपर्छ। हाम्रो यति बेला सरोज भाइ एन्ड सदीप गुरुको प्रवेश भइसकेको छ। हातमा गिटार बाँसुरीको झोला आमामा केटा यो नि त लाइन खत्रै हुने होला है। खत्रै हुने होला। खोइ त स्टार्ट भएकै छैन। अब हुँदैछ। हाम्रो संयोजक दिदी हुनुहुन्छ। ए याङ्करले खाइसक्यो। गर्नुभएको छ। जब पनि एकदम सपोर्ट गरेर यस भाडासम्म धेरै दिनुभएको छ। सबैजनाले जापानका विभिन्न कुना कुनामा बस्नुभएका सम्पूर्णलाई हाम्रो यो सानो नृत्यलाई स्वीकार गरेर यहाँसम्म तपाईँहरूले दुःख पालिदिनु भएकोमा एकदमै म पर्सनली मेरो तर्फबाट प्लस यस नागया सिस्टरहरूको तर्फबाट र खुकुरी लन्च एन्ड बारको तर्फबाट एकदमै हृदयदेखि हाम्रो मनदेखि तपाईँहरूको मनसँग एकदम सहयोग अब हामी अर्कोतर्फ लाग्दैछौँ है। हाम्रो फेरि आसन त्यही क्रममा बोलाउनु गइरहेको छु। उहाँबाट चाहिँ एकदम हामीसँग एकदम स्वागत गरिदिनुलाई एकदम विनम्र अनुरोध गर्दछु। क्लियर गरिदिनु होला प्लिज। Sunny City to you, please. Come on the stage, come on the stage, right? Maybe remix that one on sir. यसै क्रममा मनोरञ्जन फेरि सफल व्यवसाय प्लस समाजसेवी हुनुहुन्छ उहाँ हुनुहुन्छ यो खाताका लागि ग्रहण गरेर विनम्र अनुरोध गर्दछु। प्लिज तालिका साथ थोरै भए पनि ताली चाहिँ कन्सिडर गरिदिनु होला। थ्याङ्क यू सो मच एचुअली भन्दै तपाईँको जीवनमा अझै नै राम्रो सेवा गर्दै जाओस्। फेरि एकपल्ट नरोकिकन आशा हुनुहुन्छ बोलाउन चाहन्छु। उहाँ हुनुहुन्छ सरोज थापाज्यू। प्लिज यहाँ स्टेसनमा आएर यस खाताको लागि ग्रहण गरिदिनु होला विनम्र अनुरोध गर्दछु। खाताको लागि बहिनी
तपु रितिका धन्यवाद तपाईँलाई यहाँसम्म आइदिनु भयो धन्यवाद सबैजना आसन गर्नुभएका सबैजना अतिथिज्यूहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आफ्नो समयको उदार भाव पनि यसै मेरो भ्लगमा केही भन्नु छ गाइजहरु It was very special, expressive, and very beautiful. थ्याङ्क यू ब्रो ल श्रीको ल 1 to 1 ल 1 to 1 रमाइलो भयो अर्को साल पनि सबैजना आएर रमाइलो गरिदिनु पर्यो के भन्नु भयो Welcome to the कुन नाम के हो रे दिनेश गौतम भ्लग दिनेश गौतम ब्लग है दिनेश गौतम ब्लगमा लाइक शेयर एन्ड सब्स्क्राइब गरेन भने तपाईहरुलाई पनि फेरि अलिकति चाहिँ गाह्रो पर्न सक्छ है फेरि दाजुभाइहरु थ्याङ्क यू गाइस मेरो भाइ मेरो समर्थन छ मेरो समर्थन छ समर्थन छ ओके अहिले बढाइन्छ